The Bible prophecy यो बाइबलको आगमनीको विषयमा चाहिँ is not come out from the will of man. यो आगमनी चाहिँ आफ्नो मानिसको इच्छाबाट आउँदैन। The Spirit of God, परमेश्वरको आत्मा, the Holy Spirit of God, जो पवित्र आत्मा moved upon the holy life of the holy man of God. जो परमेश्वरको आत्माले जो मानिस परमेश्वरको दासहरूको हृदयलाई हल्लाउनुहुन्छ, Those holy men of God who have the power of the Holy Spirit, जो परमेश्वरको दास पवित्र मान्छे त्योलाई चाहिँ परमेश्वरको पवित्र आत्माको द्वारा they spake out the prophecies. उहाँहरूले चाहिँ प्रभुको आगमनीको कुरा In the भन्नुहुन्छ। book of New Testament, जब हामी नयाँ नियममा हेर्यौं भने in the book of 2 Peter, Ephesians chapter 2, chapter 1, verse 21. इफिसी 1:21 मा यस्तो प्रकारले लेखेको छ। I will read out from the Bible. म परमेश्वरको वचनबाट सुनाउने छु। 2 Peter, दोस्रो पत्रुस chapter 1, 1 verse 21. 21 मा For परमेश्वरले यस्तो भने, the prophecy came out in your time. यो आगमनी चाहिँ त्यो पूर्ण विषय समयमा आउँछ। The prophecy यो आगमनी came out ओले भन्दैन, in all time वो आफ्नो समयमा by the will of man, by the will of heart, by the will of human mind. त्यो परमेश्वरको इच्छामा हो, मानिसको आफ्नो इच्छामा होइन। But the man of God spake तर मानिस जो परमेश्वरको दासहरूले भन्नुहुन्छ, as they were moved by the Holy Ghost. त्यो चाहिँ परमेश्वरको कुरा चाहिँ त्यो पवित्र आत्माको द्वारा बताउनुहुन्छ। The Bible says प्रभुको वचनले भन्दैछ, God is a spirit. परमेश्वर चाहिँ आत्मा हो। When we read John Gospel chapter 4, verse 24, जब हामी योनाको 1:24 पढ्यौं भने it says, यस्तो प्रकारले लेखेको छ, God is spirit. और परमेश्वर चाहिँ आत्मा हो। The Holy Spirit is God. त्यो पवित्र आत्मा चाहिँ परमेश्वर हो। God is the Holy Spirit. परमेश्वर चाहिँ पवित्र आत्मा हो। This God does three works. और परमेश्वर यस्तो प्रकार काम गर्नुहुन्छ। This God performed three works यो परमेश्वर चाहिँ तीनटा विषयमा काम गर्नुहुन्छ through three persons और त्यो चाहिँ तीन आदमीको द्वारा in three dimensions, और त्यो त्रिएकताको रूपमा in three duration. और त्यस्तो प्रकार तीन को विषयमा This God, the Holy Spirit, यो परमेश्वर पवित्र आत्मा created the heaven and earth. उहाँले संसार आकाश पृथ्वी सृष्टि गरे। He did the work of creation. जब त्यो बनाउनेको सृष्टि कार्यको काम सुरु भयो, Then his name was called God the Father. त्यो परमेश्वरको नामलाई चाहिँ त्यो पिता परमेश्वर भन्छ। When God created man, जब मानिसले परमेश्वरले मानिसलाई सृष्टि गरे, He put His own spirit to the man. और परमेश्वरले आफ्नो आत्मा चाहिँ मानिसलाई हाले। The Bible says प्रभुको वचनले भन्दैछ, in Genesis chapter 2 verse 7, उत्पत्ति 2:7 भन्दैछ, God made man परमेश्वरले मानिसलाई बनायो from the dust of the ground. त्यो माटोदेखि। God breathed into the nostril of the first man मानिसको सास फुकिदिए, the breath of life. त्यो चाहिँ जीवनको सास हो। The breath of life. जीवनको सास God has life. परमेश्वरको जीवन छ। As the Holy Spirit, पवित्र आत्मा God has life. परमेश्वरको जीवन छ। What life? कुन चाहिँ जीवन? What is life? जीवन क्या है? Everlasting life. त्यो अनंत जीवन, Eternal life. हमेशा को निम्ति He exists eternally. और हमेशा जीने को निम्ति। He was eternally. वो जो है हमेशा को परमेश्वर, He is still existing right now. और वो चाहिँ अघि नै अहिलेसम्म पनि वो जिउँदो छ। He will be eternally. वो हमेशा को निम्ति जिउने छ। So the life is eternal life. त्यो जीवन चाहिँ अनन्त जीवन। This eternal life is in the hand of God. यो अनन्त जीवन चाहिँ परमेश्वरको हातमा छ। So this God, त्यसले गर्दा यो परमेश्वर, He took out a portion of His Holy Spirit from His own body. और यो परमेश्वरले चाहिँ आफ्नोदेखि त्यो आत्मा पवित्र आत्मा चाहिँ हामीलाई दिए And breathed into the nostril of the first man Adam. त्यस्तो प्रकारको पहिलाको मानिस आदमलाई चाहिँ त्यो सास फुकिदिए। Then man became a living soul. त्यो प्रकार मानिस अब चाहिँ मानिसको प्राण चाहिँ जिउन थाले। When we read in Genesis chapter 2 verse 7, जब उत्पत्ति 2:7 मा हामीले पढ्दाखेरि, before God put His spirit into the body of human being, जब परमेश्वरले त्यो आत्मा मानिसको शरीरमा हाल्नु भन्दा अगाडि man had no life. मानिसको जीवन थिएन। Man was
a dead man. मानिस चाहिँ मरेको मान्छे थियो When God put His Spirit, breathed into his nostril, in the breath of life, जब मानिसलाई परमेश्वरले आफ्नो सास आफ्नो अनन्त जीवनको सास चाहिँ फुकिदिनु भएपछि then only त्यसपछि मात्र man become मानिसलाई चाहिँ a living soul. त्यो जिउँदो त्यो प्राण चाहिँ आत्मा चाहिँ पाउनु भयो We all are souls, हामी सबै चाहिँ त्यो आत्मा हो प्राण हो not this body. यो शरीर चाहिँ होइन When our spirit left this body, जब आत्मा चाहिँ हाम्रो शरीरले छोड्छ this body will die, जब हामी मर्छौँ but our soul will live eternally. हाम्रो प्राण चाहिँ हमेसाको निम्ति बस्नेछ Therefore, the life of man, the eternal life, is in the hand of God. त्यसले गर्दा मानिसको यो अनन्त जीवन जिउने चाहिँ परमेश्वरको हातमा छ When man falls into sin, जब मानिसले पापमा लडेपछि when man committed sin, जब मानिसले पाप गरेपछि the Bible says, परमेश्वरको वचनले भने a sinner will not go to heaven. यो मानिस पापी मानिसले स्वर्ग जानु सक्दैन A sinner will go to hell. त्यो पापी मानिसले चाहिँ नरक जानुपर्छ When we read in the book of Hebrew, जब हिब्रूको पुस्तक हेर्यो भने chapter 9, verse 27, 9:27 मा the word of God says, प्रभुको वचनले भने it is appointed unto man मानिसको निम्ति यो कुरा राखेको छ once to die ओली चाहिँ मर्नुपर्छ after the judgment. जब मरेपछि Because of sin, पापले गर्दा man has to die. मानिसले मर्नुपर्छ The body is dead. यो शरीर चाहिँ मर्नुपर्छ But his body also, his soul is उहाँको प्राण चाहिँ a sinful spirit. त्यो चाहिँ आत्मा हो God will judge. परमेश्वरले न्याय गर्नेछ It is appointed to man यो चाहिँ परमेश्वरले राखेको छ मानिसको निम्ति once to die हामी चाहिँ एकखेप मर्नुपर्छ after this judgment. जब हामी यो मरेपछि Because of sin. पापले गर्दा What are the judgments? यो मानिसको जीवन चाहिँ के हो Number one, पहिला separation our spirit from the body. हामी आत्मादेखि हामी अलग हुनेछ The body will die. शरीर चाहिँ मर्नेछ The body will turn into the dust, into the earth. शरीर चाहिँ माटोमा फेरिनेछ When the sinner's spirit go out from the body, जब पापीको आत्मा चाहिँ शरीरबाट निस्किँदाखेरि is the spirit will not, the sinner's spirit will not go to heaven. जो पापीको आत्मा चाहिँ स्वर्ग जाने छैन The sinner's spirit will go to hell. जो पापीको आत्मा चाहिँ नरक जानेछ But the Bible says, तर परमेश्वरको वचनले भन्छ Ezekiel chapter 1:18, इजिकेल 1:18 भन्दैछ verse 4, चौथामा भन्दैछ God says, परमेश्वरले भन्दैछ all souls are mine. सब प्राण चाहिँ मेरो हो All souls of everybody. जब मानिस सबैको प्राण आत्मा चाहिँ मेरो हो All souls of all men. मानिस सबैको आत्मा Whether men or women. चाहे हो स्त्री र पुरुष All and young. चाहे सानो ठुलो Or whoever. हामी सबै चाहिँ Educated men, uneducated men. चाहे हो पढाइ लेखे मान्छे अनपढ मान्छे Rich men or धनी poor हो men. गरिब All souls सबै आत्मा belong to God. मेरो हो परमेश्वरको He loves our human soul. उहाँले मानिसको आत्मालाई प्राणलाई माया In गर्नुहुन्छ Ezekiel chapter 18, हिजकियलको 18मा in verse 4, चौथामा चाहिँ when we read, जब हामी पढ्दाखेरि all souls are mine. सबै आत्मा चाहिँ मेरो हो God says all souls are mine. परमेश्वरले भन्छ सबै प्राण चाहिँ मेरो हो The soul of the Father, और त्यो आत्मा पिताको आत्मा the soul of the Son और त्यो छोराको आत्मा are mine. मेरो हो But तर the soul त्यो आत्मा that sinned जसले पाप गर्यो will die. त्यो चाहिँ मर्नेछ Will die. मर्नेछ That sinner soul will never go to God's place. त्यो पापीको आत्मा चाहिँ प्राण चाहिँ कहिल्यै पनि परमेश्वरको ठाउँमा जाँदैन The one of God says और जब परमेश्वर आउँदाखेरि in 1 Peter chapter 1 verse 16, पहिला पत्रुस 1:16मा हेर्दाखेरि it is written, यस्तो प्रकार लेखेको it छ is written, यस्तो प्रकार लेखेको छ be ye holy, पवित्र हुनुहोस् for I am holy. किनभने म पवित्र छु The Holy God परमेश्वर पवित्र is living now in the holy heaven. वो चाहिँ पवित्र स्वर्गमा पवित्र परमेश्वर बस्दैछ His word is holy. और उहाँको वचन पवित्र हो His life is holy. उहाँको काम चाहिँ पवित्र His हो word is holy. उहाँको वचन पवित्र हो Everything belongs to him is holy. सबै जो प्रभुमा भएको छ सबै पवित्र हो When man committed sin, जब मानिसले पाप गर्छ when man becomes sinners, जब मानिसले पाप गर्नेछ he rejected human soul to come to sinners soul in heaven. त्यसले गर्दा जो पाप गरेको आत्मा प्राणले कहिले पनि स्वर्ग जाने छैन No man, no women
a sinner will not go to heaven. जो स्त्री र पुरुष जसले पाप गर्नुहुन्छ वो कहिले पनि स्वर्ग जाने छैन। So, त्यसले गर्दा God the Holy Spirit ओ पवित्र परमेश्वर decided उहाँले निर्णय लिए to born in human flesh. हामी मानिसको शारीरिकको रूपमा जन्म लिन He spoke out the word. त्यो चाहिँ संसारदेखि That word is the Spirit of God. त्यो परमेश्वरको आत्मा चाहिँ के हो? Because God is the Spirit. और किनभने परमेश्वर चाहिँ आत्मा हो। The Holy Spirit spoke out the word. यस पवित्र आत्माले संसारलाई बोल्दैछ। I will come into the world to be born in holy human flesh. म आउनेछु संसारमा और मानिसको शरीरमा म वास गर्नेछु। I will be born as a savior of mankind. और म मानिसको निम्ति म जन्म लिनेछु संसारमा। The word और जो काम which he spoke जो उसले जो भन्नुभएको कुरा was holy. जो चाहिँ पवित्र हो। The word he spoke जो कुरा परमेश्वरले भनेको छ was the Holy Spirit. जो चाहिँ पवित्र आत्माको द्वारा That word और उसको वचन so powerful. और जो चाहिँ सामर्थ्य हो। When we read in John chapter 1, जब योना 1 मा पढ्दाखेरि verse 14, 14 the word become flesh. त्यो वचन चाहिँ शरीर भएर आयो। The word become flesh. जो वचन शरीर भएर आयो। When we read in John chapter 1, हामी योना 1 मा हेर्छौं in verse 18, 1a, 18 मा भन्छौं the word of God says, प्रभुको वचनले भनेछ no man has seen God any time, परमेश्वरलाई कुनै मानिसले कहिले पनि देखेको छैन। but the only begotten Son, तर जो केवल एकलौता पुत्र with only begotten Son, जो एकलौता पुत्रले which is the bosom of the Father, त्यो चाहिँ परमेश्वर पिताबाट आएको who is the Father, ओ पिताको हो who is the Father, पिताको हो he is God the Holy Spirit. वो चाहिँ पवित्र आत्माको परमेश्वर हो। That word he spoke, और जो कुरा उहाँले भन्नुभएको छ the God the Holy Spirit. जो वचन जो पवित्र आत्माको वचन That word is one body, one flesh with God. और त्यो वचन त्यो शरीर आज हामी पाएको छौं। That word the Holy Spirit was in the bosom of the Father as one. त्यो परमेश्वरको वचन चाहिँ हाम्रो जीवनमा शरीरमा हालेको छ। When he became as a son in the flesh, और जब त्यो परमेश्वरको पुत्र शरीरमा भएर he जिउँदैछ was called the only begotten Son. त्यो चाहिँ एक पुत्र छोरा हो। All the sons of mankind are sinner sons. और हामी मानिस सबै पुत्र मानिसको मान्छे चाहिँ सबै पापी हो। They cannot be called begotten son. और उसले चाहिँ कहिले पनि हमेशा एक पुत्र भनेर God's spirit will be born as a son in the flesh. और जो परमेश्वरको आत्मा चाहिँ जो मानिस भएर जन्म लिनेछ They will be born without sin. और वो चाहिँ जन्म लिनेछ पाप बिना। He is the Holy Son. किनभने वो चाहिँ पवित्र पुत्र हो। The body is the Son. और जो शरीर चाहिँ पुत्र हो। The spirit in the body is God Himself. तर त्यो शरीरमा भएको त्यो आत्मा चाहिँ त्यो चाहिँ परमेश्वर हो। The one of God says, त्यो चाहिँ परमेश्वरले पठाएको हो। His name shall be called Jesus. उसको नाम चाहिँ कहलाउने छ यीशु। Jesus is proper name. और यीशुको असल नाम चाहिँ The meaning of Jesus is Savior. और यीशुको मतलब चाहिँ उद्धार मुक्ति। Christ is anointed one. और यीशु ख्रीष्ट चाहिँ अभिषेक गरेको व्यक्ति हो। In the holy body of the begotten Son, और जो पुत्र पवित्र आत्मा भएर जो जन्मेको पुत्र the God the Father of the Holy Spirit come inside the body. और त्यो परमेश्वरको पुत्र चाहिँ शरीर भएर आए। So he's called उसलाई भन्छ the Son of God. उसलाई भन्छ परमेश्वरको The पुत्र। body is the Son of God. त्यो शरीर चाहिँ परमेश्वरको पुत्र हो। The Spirit is God Himself. त्यो आत्मा चाहिँ जो प्रभु आफै हो। Jesus said, यीशुले भने in John chapter 10, verse 30, योना 10 को 30 मा भन्दैछ I and my Father are one. म र पिता चाहिँ एउटै हो। The body, he says about his body. What he says? और उहाँले भनेपछि आफ्नो शरीरको विषयमा What Jesus said about his own body. और यीशुले आफ्नो शरीरलाई भन्दैछ In John 14, chapter 14, verse 9, और योना 14 को 9 ले भन्दैछ whosoever have seen me, have seen the Father. जसले मलाई देखेको छ उसले पितालाई देखेको छ। The body of Jesus was called the Son of God. जो यीशुको शरीरलाई चाहिँ कसरी बोलाउँछ भने परमेश्वरको पुत्र। Is the Son of Man. वो चाहिँ मानिसको पुत्र हो। Is the Lamb of God. वो चाहिँ परमेश्वरको पुत्र हो। The Spirit of Jesus, the God Jesus, जो आत्मा परमेश्वरको आत्मा वो यीशु as he is God, वो चाहिँ प्रभु हो। he raised up the dead, वो चाहिँ हमेशाको निम्ति हो। he healed the sick,
or only विभिन्न रोगलाई चंगाइदिन्छ He opened the eyes. उसले अन्धोलाई दृष्टि दिन्छ So he took out all our sins, उहाँले हामी सबैको पापलाई उठायो including judgment and the punishment in the hell. और जो हामीलाई न्याय गरेर और गर्ने और हामी नरकमा जाने को जो तमाम न्याय In sin, त्यो पाप तमाम there are two things. त्यो पापमा दुईटा कुरा छ Number one, judgment. एउटा चाहिँ न्याय Number two, punishment. दूसरा चाहिँ सजाय Punishment is to go to hell. त्यो सजाय मतलब नरक जाने When God did the work of the first person, God the Father, और जब परमेश्वरले त्यो पहिला पुत्र जो पहिलाको मानिससँग काम when गर्यो God's Spirit was born as the Son of God, जो परमेश्वरको आत्मा चाहिँ जो मानिसको पुत्रहरूमा जन्मे He did the work of Savior. वो चाहिँ मुक्तिको उद्धारको काम गरे So He came on earth to cleanse the sins of mankind. त्यसले गर्दा उसले संसारमा आयो मानिसको पापलाई पवित्र गर्नको निम्ति He is the second person. वो जो है दोस्रो व्यक्ति हो Jesus took out all the sins of man यीशुले हामी सबै मानिसको पापलाई लियो from the soul, हाम्रो प्राणको निम्ति from the body, हाम्रो शरीरको निम्ति all sorts of mankind, from men to women, from young and child, and from the adults and all men, educated men, from everybody. He took out all the sins from you and from me. और परमेश्वरले मानिस स्त्री पुरुष गरिब धनी सबैको पाप चाहिँ उसले आफैमा लियो He did not put to other place. और उसले और कुनै ठाउँमा दिएन He put all sins, including judgment and punishment. उसले चाहिँ तमाम हाम्रो पाप और न्याय और सजाय तमाम उसले आफ्नोमा हाले And put inside in his own holy body. और त्यो तमाम पाप चाहिँ उसले आफ्नो पवित्र शरीरमा हाले He took out our sins, judgment and punishment from you and from me. और हाम्रो न्याय हाम्रो सजाय तमाम चाहिँ उसले लिएर आफैलाई बोक्यो And put into his body, जो लिएर आफ्नो शरीरमा हाले and all sins और त्यो तमाम पाप उसले उठायो with our sinful life. हाम्रो पापको जीवन He put his body जो हाम्रो आफ्नो शरीरमा हाले and crucified on the cross. त्यहाँबाट क्रुसमा बलिदान The cross is a sign of flesh. जो क्रुस चाहिँ त्यसको चिन्हले It चाहिँ is called a reconciliation sign. त्यो चाहिँ एउटा चिन्हले चाहिँ के छ भने मेलमिलापको त्यो चिन्हले हो When man committed sin, जब मानिसले पाप गरे he is separated from God प्रभुदेखि अलग भयो because God is holy. किनभने प्रभु पवित्र हो Man is dirty, is unholy because of sin. मानिस चाहिँ पापी हो पवित्र होइन He is separated from God eternally. त्यसले गर्दा प्रभुदेखि मानिस चाहिँ सधैँको निम्ति अलग When थियो God, Jesus came on earth in the flesh, जब यीशु शरीर भएर संसारमा He आयो took our sins, our punishment, and our judgment, and put into His holy body. हाम्रो पाप हाम्रो न्याय हाम्रो सजाय तमाम चाहिँ आफ्नो शरीरमा हाल्यो उसले Jesus became the sinner in place of you. In the heart of you. त्यसले गर्दा यीशु चाहिँ अब हाम्रो निम्ति वो पनि पापी जस्तो भयो Then crucified on the cross. त्यहाँबाट उहाँले क्रुसमा बलिदान गरे If He took out your sin, our sin from us, हाम्रो तमाम पाप लिएर वो क्रुसमा गयो we are free from sin. त्यसले गर्दा हामी पापबाट हामी छुटकारा भयो Because of Jesus, किनभने यीशुको कारण we become holy men of God. हामी अब परमेश्वरको हामी We पवित्र become जन भयो holy people of God. हामी चाहिँ परमेश्वरको पवित्र जन भयो Then He was buried. और त्यसको बादमा यीशुलाई गाड्नुभयो He was buried into our sinful life. और जो पापी जस्तै वो गाड्नुभयो With our judgment, with our punishment, He was buried. तमाम हाम्रो न्याय और हाम्रो सजाय तमाम लिएर गाड्नुभयो On the third day, और तेस्रो दिन He was resurrected. वो पुनरुत्थान भयो In His resurrection, और पुनरुत्थानको दिन He did not rise up as the body which was born from the womb of Mary. जब वो पुनरुत्थानको दिन चाहिँ He did not rise up in that body. पुनरुत्थानको दिन चाहिँ त्यो जन्म भएको शरीर त्यस्तो लिएर पुनरुत्थान होइन That body was buried with our sinful life. जो मृत्युको शरीर प्रत्येक शरीर चाहिँ त्यो पापी जस्तै गाड्नुभयो When He rose up from the dead, जब वो मृत्युदेखि पुनरुत्थान He is भयो rose up as a living God in a glorified body, heavenly body. वो चाहिँ पनि पुनरुत्थान हुँदाखेरि कहिले पनि नगर्ने नसर्नेको त्यो शरीर चाहिँ लिएर वो जिउँदो भयो Then after 40 days, He ascended into heaven. और त्यसको बादमा 40 दिनको बादमा वो In the स्वर्गमा Bible, गयो in the Bible, वचनले भनेछौ there is prophecy. और अगमवाणी छ 1 Corinthians chapter 15, verse 40. पहिला कोरिन्थी 14:15 मा लेखेको छ For you and me, मेरो तपाईको निम्ति God gave 3 bodies. परमेश्वरले 3टा शरीर दिनुभयो I think you may understand it or not, I don't know.
क्या मलाई थाहा छैन तपाईले त्यो कुरा बुझ्नु पर्दैन God gave us our three bodies. परमेश्वरले हामीलाई तीनटा शरीर दिएको छ In 1 Corinthians chapter 15, verse 44, पहिला कोरिन्थी 15 को 44 मा God gave us spiritual body. परमेश्वरले हामीलाई आत्मिक शरीर दिएको छ Our spirit has spiritual body as an image. और हाम्रो जो शरीर जो है जो परमेश्वर को आत्मा को नक्शा छ And we are on earth. जब हामी शरीरमा संसारमा हुँदा God gave us spiritual body, earthly body. परमेश्वरले हामीलाई त्यो बोलाउँछ त्यो चाहिँ संसारको शरीर भन्छ Which the body has earthly mind. और त्यो शरीर संसारको शरीर चाहिँ त्यो संसारको विचार छ When we just today our sin, when we become holy because of Jesus, जब हामी यीशुको द्वारा हामी पवित्र भएपछि पापक्षमा भएपछि as you believe in Jesus, जब तपाईले यीशुलाई विश्वास गरेपछि that त्यो पछि Jesus took away my sins, punishment and judgment, putting on his body my sins and punishment. He took away. If you believe, और हामीले विश्वास गरेपछि यीशुले तपाईको पाप तपाईलाई न्याय गर्ने तपाईलाई सजाय दिने त्यो तमाम क्रोध त्यो तमाम सोच यीशुले आफ्नो शरीरमा लिनुभयो and crucified on the cross. जब क्रुसमा उनले छोडिनु भयो बलिदान गर्नुभयो Your sinful life was crucified with Christ, died on the cross, तपाईको पाप मेरो पाप चाहिँ लिएर उनले क्रुसमा गयो and buried with him under the ground. जब त्यो पाप चाहिँ हामी शरीर माटोमा गाड्नु भयो When Jesus rose up in a glorified body, heavenly body, जब हामी पुनरुत्थान भएर हामी फेरि पुनरुत्थान हुनेछौँ भौतिक हुनेछौँ we and you are raised up with him without sin in glorified body. म र तपाईँ चाहिँ फेरि प्रभुसँग बिना पापको पवित्रसँग हामी पुनरुत्थान हुनेछौँ When we believe in Jesus, you believe in Jesus. जब यीशुले तपाईलाई विश्वास When we गर्दाखेरि believe in Jesus' crucifixion and died and buried and rose up, if we believe and you believe, जब यीशु ख्रीष्टलाई हामीले विश्वास गर्यौं भने हामी पुनरुत्थान उहाँसँग हामी फेरि हुनेछ we are free from judgment, punishment and sin. Then we become holy because of Jesus' belief. हामी चाहिँ यीशु ख्रीष्टको द्वारा हामी चाहिँ त्यो सजायदेखि हामी स्वतन्त्रता हुनेछ पाप र हामी स्वतन्त्रता हुनेछ हामी चाहिँ यीशु ख्रीष्टको द्वारा हामी पवित्र When we live our body, जब हाम्रो शरीर चाहिँ हामी छोड्नेछौँ then we will go in heaven without sin. त्यो शरीर चाहिँ पाप भएको कारणले स्वर्गमा हुने छैन When we go to heaven, जब हामी स्वर्गमा हुन्छौँ we will get the heavenly body. हामीले चाहिँ स्वर्गको शरीर हामीले पाउनेछ That body is called heavenly body. त्यो शरीरलाई के भन्छ भने स्वर्गको शरीर भन्छ Now I will read from the book of 1 Corinthians, पहिला कोरिन्थी chapter 15, 15 को verse 44. 44 मा लेखेको छ Verse 44. It is sown a natural body. It is raised a spiritual body. There is a natural body and there is a spiritual body. Your soul has body. तपाईको आत्मा तपाईको शरीर After your soul left the body, जब तपाईको आत्मा चाहिँ शरीरलाई छोड्दाखेरि your soul has sense and conscience. तपाईको आत्माले चाहिँ उसको विचार हुन्छ उसको बुझ्ने हुनेछ विचार हुन्छ We will not go in heaven as a dream. हामी चाहिँ स्वर्गमा सपना जस्तो हामी जान्दैनौँ We will go with conscious sense. हामी जानेर स्वर्गमा जानेछ Like this, we are living on earth. जस्तै प्रकार अहिले हामी संसारमा जिउँदैछौँ त्यस्तो प्रकार स्वर्गमा हुनेछ अन्दाजमा होइन We will remember our family members. हामीले सबै आफ्नो परिवारलाई पनि याद गर्नेछ That is called spiritual body. त्योलाई चाहिँ आत्मिक शरीर भन्छ When we read in Genesis chapter 1, verse 28, जब हामी उत्पत्ति 1 को 28 मा हेर्यौं भने God said to Eve, Adam and Eve, परमेश्वरले आदम हव्वालाई भनेको थियो God blessed them. प्रभुले आशीष दिए God said unto them, प्रभुले उहाँलाई भन्नुभयो number one blessing, एउटा चाहिँ आशीष be ye fruitful. फल फलोस् God never gave us death. परमेश्वरले त्यो मृत्यु चाहिँ दिएन God gave us fruitful life. परमेश्वरले दिए त्यो फल फुलको जीवन दिए God gave us the eternal life. और हामीलाई अनन्त जीवन दिए God gave us happiest life. प्रभुले हामीलाई खुसीको जीवन दिए And He wants to be with us as a fruitful life. और प्रभु हामीसँग चाहिँ हमेशा खुसी गरेर रस्न चाहन्छौँ God never gave us death. प्रभुले हामीलाई मृत्युको जीवन दिए God gave us eternal life. प्रभुले हामीलाई अनन्त जीवन दिए Because of human sin, तर मानिसको पापले गर्दा today we are facing death. आज हामी मृत्यु प्राप्त In the गर्नुपर्छ beginning, it was not.
सुरुमा चाहिँ त्यस्तो प्रकार मृत्यु थिएन। So let us continue the verse. So God said unto them, परमेश्वरले भन्नुभयो, God blessed them. प्रभुले त आशीष दिए। Number 1, be fruitful. फल फलोस्। Number 2, multiply. दूसरा चाहिँ Be a children from you, after you have come alive. और खानदान उन्नति बढ्दै जाऊ। So number 3, reference. तीसरामा चाहिँ संसारभरि भरोस्। Your generation should be spread all over the world. तपाईको खानदान चाहिँ संसारभरि भरोस्। Your dynasty, your clans, your people should spread it all over the world. तपाईको मान्छे, तपाईको काम चाहिँ संसारभरि फल फलोस्। God gave us blessing in the beginning. परमेश्वरले त हामीलाई सुरुमा आशीष दिएको हो। Later, we became sinners. हामी चाहिँ त्यस्तो प्रकार पापी भएर आयौँ। हामीले पाप गरे। God forced us. त्यसले गर्दा हामी प्रभुदेखि अलग भयो। When we are separated from Him. हामी चाहिँ प्रभुदेखि हामी अलग भयो। The word says. प्रभुको वचनले भने What says? के भन्दैछ? In the John Gospel chapter 9 verse 31. योना 9:31 मा we know that हामीले बुझ्दैछौँ God hears not sinners. परमेश्वरले पापीहरूको कुरा सुन्दैन। A sinner's prayer God never heard. त्यो पापीहरूको प्रार्थना चाहिँ प्रभुले कहिले सुन्दैन। If He doesn't hear a sinner, if a sinner offer anything to God, He will never accept. पापीहरूले प्रभुलाई केही कुरा पनि बलिदान गर्छ, प्रभुले त्यो कुरालाई स्वीकार गर्दैन। So Jesus came on earth. त्यसले गर्दा येशू चाहिँ संसारमा आयो to save you and me हामीलाई बचाउनको निम्ति, from the bondage of sin, त्यो पापले हामीलाई छुटकारा दिने, from the judgment of sin, त्यो पापको न्यायबाट छुटकारा दिने, to give everlasting life, eternal life in heaven. अनन्त जीवन स्वर्गमा हामी प्राप्त गर्नको निम्ति। When we believe in Jesus, जब येशूलाई हामी विश्वास गर्छौँ, when He rose up from the dead, जब वो मृत्युदेखि पुनरुत्थान हुन्छ, we are also rose up with Him from the dead. हामी पनि मृत्युबाट हामी पनि पुनरुत्थान हुनेछ। Then God gave us some gifts to us. तर त्यहाँदेखि चाहिँ परमेश्वरले हामीलाई के कुरा पवित्र वरदान दिनेछ? Through the belief of the Lord Jesus Christ, येशूलाई विश्वास गरेर we receive eternal life. हामी अनन्त जीवन पाएको छौँ। Number 2, resurrection life. हामी पुनरुत्थान जीवन हामीलाई पाएको छौँ। Number 3, तीसरामा heavenly body. स्वर्गको शरीर हामीलाई We shall live in heaven with Jesus in heavenly body, everlasting to everlasting, eternally. हामी स्वर्गमा त्यो शरीर कहिले पनि नाश हुने शरीर लिएर प्रभुसँग हामी हमेशा हमेशा बस्नेछ। When Jesus rose up from the dead as God, जब येशू चाहिँ परमेश्वर भएर पुनरुत्थान भएपछि, He says in Matthew chapter 28 verse 18. माथि 28 मा भने उहाँले What He say? उनले के भने? Jesus came and spake unto them, येशूले आएर यस्तो प्रकार भन्नुभयो, saying, यस्तो भने, all power is given unto me. सब अधिकार मलाई दिनुभयो। What power? कुन चाहिँ अधिकार? What power? कुन चाहिँ अधिकार? In heaven, जो स्वर्गमा, in earth, और यो पृथ्वीमा, all power, सबै अधिकार all life मेरो हो, are given to Jesus. और त्यो येशूले दिनुभएको Jesus छ। Christ is the Lord of heaven and earth. येशू चाहिँ त्यो संसार पृथ्वीको परमेश्वर हो। He came forgive our sins. उहाँले हाम्रो पाप क्षमा गर्न सक्छ। He came not to forgive sinners sin if He doesn't believe. और उनले क्षमा गर्न चाहदैन पनि क्षमा नगर्दा पनि सक्छ। Give a person to in this world long life. और उहाँले चाहिँ मानिसलाई लामो जीवन दिन सक्छ। He has the power of everything. उसकोमा अधिकार छ सबैको। He has the power of judgment. उसकोमा न्याय गर्ने अधिकार छ। John Gospel chapter 5 verse 22. दिनु योना 5:22 मा God has given all judgment in the hand of Jesus. परमेश्वरले त्यो सबै न्याय गर्नेको लागि अधिकार येशूलाई दिनुभयो। The Son of God, Jesus cannot do anything without the permission of the Father. और त्यो पुत्रले जो न्याय गर्ने उसमा अधिकार छ, तर उहाँले पिताको सल्लाह बिना गर्दैन। Especially Jesus. Jesus is the same body of the Father. येशू चाहिँ पिताको त्यो शरीर चाहिँ पुत्रकोमा पनि छ। Jesus cannot separate from the Father at any time. और येशूले चाहिँ पितादेखि वो अलग कहिले पनि हुँदैन। As it is the a God, living God. और येशू चाहिँ त्यो जीवित परमेश्वर हो। The Father, और त्यो पुत्र पिता who is the invisible Father, जो नदेख्ने जो पिता चाहिँ had everything all judgment. और उहाँले चाहिँ न्यायको तमाम अधिकार, Believer judgment, त्यो विश्वासीलाई न्याय गर्ने, judgment of nation, जो विश्वास नगर्नेहरूलाई न्याय गर्ने, judgment,
और जो सबै मर्नेको लागि न्याय The गर्ने final judgment, और त्यो अन्तको न्याय all judgment त्यो सबै न्याय is given जो दिनुभयो to judge त्यो न्याय गर्ने in the hand of Jesus Christ. ओ येशूलाई चाहिँ अधिकार दिनुभयो Jesus is not himself. और त्यो येशू चाहिँ परमेश्वर हो Therefore, Jesus is the Lord of heaven. त्यसले गर्दा येशू चाहिँ प्रभु हो Heaven, Jesus is the honor of heaven. इसलिए येशू चाहिँ त्यो स्वर्गको परमेश्वर हो आधारको प्रभु हो He has the power उसकोमा अधिकार छ to give entering to heaven up to anybody. और कसैले पनि स्वर्ग लाने उसकोमा अधिकार छ Anybody believe Jesus, कसैले येशूलाई विश्वास गरे भने his or her sin will be forgiven. उसको स्त्री और पुरुष यो सबैको पाप क्षमा गर्ने Jesus has the right and the power to bring him or she into heaven. येशूकोमा अधिकार छ जो कसैलाई पनि स्वर्ग लाने The life of Jesus is the gospel. और यो येशूको जीवन चाहिँ हो सुसमाचार It's like he brought the kingdom of God from heaven. येशूले चाहिँ स्वर्गको राज्य चाहिँ लिएर आएको When we read in Mark chapter 1 verse 15, जब हामी मार्क 1 को 15 मा हेर्यो भने the Bible says, वचनले भने the time is fulfilled, समय चाहिँ पुरा भएको छ the kingdom of God is at hand, परमेश्वरको राज्य चाहिँ हातमा छ repent ye, पश्चाताप गर believe the gospel. सुसमाचारलाई विश्वास गर Jesus said, येशूले भने the time is at hand. समय चाहिँ मेरो हातमा छ The gospel kingdom is coming. और त्यो स्वर्गको राज आउँदैछ No more time for you. और कसैले चाहिँ थाहै छैन Come into the kingdom of God. आओ सबैजना If you believe the gospel, जब सुसमाचार तपाईँले विश्वास गरे भने gospel is the life of Jesus. और जो यीशुको जीवन चाहिँ When we read in 1 Corinthians chapter 15 verse 4, हामीले पहिला कोरिन्थी 15 को 4 मा death of Christ on the cross, यीशु चाहिँ क्रुसमा थियो buried under the ground, और त्यो गाड्नुभयो माटोमा raised on the third day. और तेस्रो दिन पुनरुत्थान भयो It is called good news. यो कुरालाई चाहिँ सुसमाचार It is भन्छ called the gospel. यो चाहिँ सुसमाचार The हो whole life of Jesus is gospel. यीशुको तमाम जीवन चाहिँ So our सुसमाचार हो gospel is Jesus. हाम्रो सुसमाचार चाहिँ यीशु हो If you believe Jesus, जब यीशुले तपाईले you विश्वास believe the गरे gospel. तपाईले सुसमाचार When Jesus विश्वास came गरे from heaven, त्यो चाहिँ स्वर्गबाट He आएको brought the kingdom of God. ओ चाहिँ स्वर्ग लिएर आएको हो The kingdom of God यो चाहिँ परमेश्वरको राज्य लिएर आएको will give to the person और मानिसलाई दिनको निम्ति through the gospel. ताकि सुसमाचार Who believe the gospel, त्यो मानिसले विश्वास गरेको सुसमाचार their life that their sins will be forgiven. और त्यो मानिसको जीवन चाहिँ परमेश्वरको निम्ति And the gospel is just Jesus Christ himself. और यो सुसमाचार चाहिँ यीशु हो He is the person who believes Jesus. और कसैले यीशुलाई विश्वास गर्यो भने The gospel, जो सुसमाचार our sins will be forgiven. त्यो मानिसको पाप क्षमा He or गर्ने he will become holy. और पाप क्षमा भएपछि मानिस पवित्र When this हुन्छ man of believe to Jesus, और जब यीशुलाई विश्वास the गर्यो भने person has the right to enter into the kingdom of त्यो God. मानिसलाई स्वर्गको भित्र प्रवेश गर्ने अधिकार When you पाउँछ become the membership of the kingdom of God, जब तपाईँ स्वर्गको तपाईँ मेम्बरशिप after you हुनुहुन्छ enter this world, जब यो संसार you छोडेपछि will go to the heavenly kingdom. तपाईँ स्वर्गमा हुनेछ Therefore, when we read in Matthew chapter 6 verse 33, त्यसले गर्दा मत्ती 6 को हामी 33 मा विश्वास the word of God says, प्रभुको वचनले भने mention in the kingdom of God परमेश्वरको राज्यलाई and his righteousness, और उहाँको धार्मिकतालाई these things shall be added to you. और सबै कुरा तपाईलाई प्रशस्ता दिनेछ In the seed, और खोजी गर the kingdom of God which is brought by Jesus from heaven. जो प्रभुको राज्य त्यो यीशुले स्वर्गबाट And लिएर then आएको in the gospel, the Lord Jesus Christ, जब तपाईले सुसमाचार यीशुलाई विश्वास गरे if we भने have Jesus, तपाई यीशु छ भने if we have Jesus, हाम्रोमा यीशु छ we भने are free from sin, हामी पापबाट छुटकारा we भएको are छ free from Satan, हामी शैतानदेखि we छुटकारा are free भएको छ from judgment, तपाई तमामदेखि छुटकारा we भएको छ become holy. हामी पवित्र भएको छ We will, when we are on earth, जब हामी स्वर्ग संसारमा हुँदा he will become holy in Jesus. हामी यीशुद्वारा पवित्र हुन सक्छौं Why will you pray to God? जब हामी प्रार्थना गर्छौं He will answer to you. और हामी उहाँसँग बोल्दैछौं If you do not know Jesus, जब तपाईले यीशुलाई थाहा छैन भने then ताकि Jesus is God, यीशु चाहिँ प्रभु हो Jesus is Savior, यीशु चाहिँ उद्धारकर्ता प्रभु हो Jesus is God himself. यीशु चाहिँ परमेश्वर आफै हो Jesus is your Lord. यीशु चाहिँ तपाईको प्रभु He is हो the master of heaven. और यो स्वर्गको गुरु हो He is the master of life. ओ चाहिँ हाम्रो जीवनको गुरु हो If you believe, तपाई विश्वास गर्नुहुन्छ we have the right to enter into the eternal kingdom of God. तपाई चाहिँ अनन्त जीवन स्वर्गमा प्रवेश हुने Those who do not believe in Jesus, यदि तपाईले विश्वास गरेन भने Jesus will not permit them to enter into the kingdom of God. परमेश्वरले स्वर्ग राजा जानेको निम्ति तपाईलाई अधिकार He दिएको will छैन reject them to come to the heavenly kingdom. और जब तपाईं स्वर्ग राजा प्रवेश हुनमा Only those who believe in Jesus, और जो कसैले ईश्वरलाई विश्वास गर्नुहुन्छ he is or her God and Savior and the Lord,
और उनले यीशु उद्धारकर्ता प्रभु बन्न ग्रहण गर्नुहुन्छ। Those who receive the atonement and the forgiveness of sin, और त्यो पापको क्षमा पाउनु भएको व्यक्ति, those only will go to heaven. त्यो व्यक्तिले मात्र स्वर्ग हुनेछ। So in the first time, God, the Bible says God is spirit. और त्यसले गर्दा पहिला कुरामा परमेश्वर चाहिँ आत्मा हो। He created all universe. उहाँले संसार सबै सृष्टि गरे। He was called God the Father. और त्यसले गर्दा उहाँ चाहिँ प्रभु हो। When he became Jesus, जब वो यीशु भएपछि to save mankind from the slavery of sin and from judgment of sin. मानिस चाहिँ पापको बन्धनदेखि छुटकारा दिने, When he became the savior of mankind, और हामी चाहिँ हाम्रो निम्ति उद्धारकर्ता प्रभु भएर the आउने, same Holy Spirit God became the Father. जो पवित्र आत्मा चाहिँ जो परमेश्वर हो, The same Holy Spirit became the Son of God. He is called Jesus. और जो पवित्र आत्मा त्यो चाहिँ परमेश्वर हो, वो चाहिँ यीशु हो। That the second person is Jesus, the Son of God. और त्यो दोस्रो व्यक्ति जो यीशु चाहिँ परमेश्वरको पुत्र हो, And the third person, और तीसरा व्यक्ति after Jesus ascended into heaven, जब यीशु स्वर्ग भएपछि, before he ascended into heaven, जब वो स्वर्ग जानु बना गरे, before he got up into heaven, वो स्वर्ग जानु बना गरे, he told us उहाँले हामीलाई भने in John Gospel chapter 14, verse 18, योना 14 को 18 मा भने, Jesus said, यीशुले भने, I will not leave you comfortless. म तपाईलाई त्यस्तो दुःख छोड्दिन, I will not leave you comfortless. म तपाईलाई दुःखमा छोड्दैन, I will come again. म फेरि आउँछु। He is coming to help you and me. और वो आउँछ हामीलाई लानेको निम्ति, He will never leave us alone. और उसले चाहिँ हाम्रो निम्ति जिउनेछ, Wherever we live, he will be there. और वहाँ जहाँ जिउनेछ हामी त्यहाँ हुनेछ, Wherever we go, he will go with us. और वो चाहिँ हामीसँग हुनेछ, Where we sleep, he will be with us. जब हामी सुत्छौँ हामीसँग हुन्छ। That is called God the Holy Spirit. त्योलाई चाहिँ पवित्र परमेश्वर भन्छ। His Holy Spirit is nobody. जो कोही कसै पवित्र आत्मा छैन। This is the Holy Spirit of the Lord Jesus Christ. यो पवित्र चाहिँ यीशुको पवित्र This is the आत्मा, Holy Spirit of the Heavenly Father. यो पवित्र आत्मा चाहिँ परमेश्वर पिताको हो। God did three works परमेश्वरले तीन क्रियाका रूपमा काम गर्छ, in three persons, त्यो तीनटा व्यक्तिको रूपमा काम in three गर्छ, dimensions, और त्यो तीनटा विषयमा काम in गर्छ, three duration. त्यसो प्रकार तीन समयमा काम गर्छ। These three are one. यो तीनटा चाहिँ एउटै हो। We don't worship three gods. हामीले त्यो तीनटा प्रभुलाई हामी We worship आराधना the only गरेका true, the living, only one who does three works in three persons, in three dimensions. त्यो परमेश्वर जो त्रिएकता परमेश्वरलाई हामी आराधना गर्दैछौँ। The Holy Spirit which came on the day of Pentecost. जो पेन्टेकोस्टलको दिनमा त्यो पवित्र आत्मा आयो, That Holy Spirit is Jesus' Holy Spirit. त्यो पवित्र आत्मा चाहिँ यीशुको पवित्र आत्मा हो। That Holy Spirit was the Spirit of the Heavenly Father. त्यो पवित्र आत्मा चाहिँ त्यो परमेश्वरको आत्मा हो। When we read in 1 John chapter 5, पहिला योना 5 मा हामीले के पढ्यौं? in verse 7, 7 मा there are three that record in heaven. त्यो स्वर्गमा लेखिरहेको छ, Father, पिता, Word, काम गर्दैछौ, Holy Ghost, पवित्र आत्मा, these three are one. यो तीनटा चाहिँ एउटै हो। God are not three. परमेश्वर तीनटा प्रभु होइन, We worship only one true living God. हामी एक शिव प्रभुलाई आराधना गर्दैछौँ। He did as a Father of creation. वो चाहिँ सबै कुरा बनाउने सृष्टि गर्ने प्रभु हो। He became as the Son of God as Jesus Christ. और वो परमेश्वर चाहिँ त्यो पुत्र भएर आयो, He did all of Savior. उद्धार दिनको निम्ति। Then His Spirit come down on the day of Pentecost to be comforted, you and me. त्यहाँबाट त्यो त्यो उहाँको आत्मा चाहिँ पेन्टेकोस्टको दिनमा आयो हामीलाई सान्त्वना दिन। So Jesus come down on the day of Pentecost. त्यसले गर्दा परमेश्वर चाहिँ त्यो पेन्टेकोस्टको दिनमा आयो, He is with us हामीसँग छौ, up till now. अहिलेसम्म हामीसँग छौ। Today, आज Jesus promised यीशुले हामीलाई प्रतिज्ञा गर्नुभयो। in Matthew Gospel chapter 28, मत्ती 28 मा verse 20, 20 मा भन्दैछ, I will be with you always, म तपाईसँग हमेशा हुन्छु and will be with you always until the end of the world. संसारको अन्तसम्म म तपाईसँग हुन्छु। Jesus as the Holy Spirit come down on earth, यीशुले भने पवित्र आत्मा संसारमा आएको छ and is dwelling now in your holy body, और इस समय तपाईको शरीरमा बास गर्दैछ। in my holy body, मेरो पवित्र शरीरमा बास गर्दैछ पवित्र as आत्मा। comforter. वो हाम्रो सान्त्वना दिने प्रभु हो। He'll be with me, with you until to go to heaven. और हामी जबसम्म स्वर्गमा जाँदैनौँ Therefore, पवित्र आत्मा हामीसँग हुन्छ। Holy God, living God. त्यसले गर्दा हाम्रो परमेश्वर चाहिँ जीवित प्रभु हो। Before Jesus was born, यीशु जन्म नहुने 750 years back, 700 वर्ष अगाडि God gave the prophecy to the prophet Isaiah. परमेश्वरले त्यो वक्ता आइजायालाई भन्नुभयो। What prophecy God gave to Isaiah? त्यो आइजायालाई कुन चाहिँ अगमनी गरेको So थियो? we read in Isaiah chapter 7 verse 14. हामीले यशाया 7 को 14 मा हेर्यो भने
What is it? के लेखेको छ त्यसमा? The child that is born, जो नानी जन्मिनेछ his name shall be called Emmanuel. उसको नाम चाहिँ इमानुएल बनाउनेछौ। He will be with us always. वो हामीसँग हुनेछ। The meaning of Emmanuel is God be with us. और त्यो मतलब हामीसँग हमेशा हुनेछ। And secondly, दूसरा, God gave another परमेश्वरले prophecy दोस्रो आगमनी गरे to Isaiah. यशायाले। When we read Isaiah chapter 9, जब हामीले यशाया 9 मा पढ्दाखेरि and verse 6, 9 को 6 मा unto us हामीलाई भन्दैछ a child is born, हाम्रो निम्ति नानी जन्म भयो, unto us हाम्रो निम्ति a son is given. त्यो पुत्र हामीलाई दिनुभयो। What sin? के को निम्ति? What kind of sin? त्यो के को लागि? In the Old Testament, पुराना नियममा यस्तो लेखेको in the छ। time of King Nebuchadnezzar, त्यो राजा नेबुकदनेस्सरको समयमा he threw 10 Jews त्यो तीनटा ज्यूजहरू into the fire, त्यो आगोमा, into the great burning fire. त्यो ठुलो आगोमा जलेको थियो। Those people were God's people. त्यो तीन जना चाहिँ परमेश्वरको जान थियो। Their names were त्यसको नामहरू चाहिँ Shadrach, Meshach, Abednego. सद्रक, अभिषक, अबेदनेगो। They were thrown into the big fire. त्यो इन तीन जनाले चाहिँ त्यो आगोमा फालेको थियो। They were worshippers of the living God. त्यो तीन जनाले चाहिँ त्यो जीवित प्रभुलाई आराधना गर्दै थियो। But our God, in the name of the Holy Spirit, जो हाम्रो परमेश्वर चाहिँ पवित्र आत्मा हो, he became the Son of God. वो चाहिँ पुत्र भएर आयो Entered into the big fire और जो आगोमा पसे and set the 3 men. और पसेर तीन जनालाई Then बचायो they shed his holy people. और त्यो तीन जनालाई पवित्र जान तीन जना। Then Nebuchadnezzar cried, और त्यति बेला त्यो महान त्यो नेबुकदनेस्सरले के भने, did we threw 3 persons क्या हामीले यो तीन जनालाई आगोमा फेकेको छैन? in the fire? आगोमा। Others replied, और के भने अर्कोले, yes, king, 3 persons. हाँ राजा, हामी तीन जनालाई आगोमा फालेको थियो। But emergingly, King Nebuchadnezzar declared, तर त्यति बेला राजा नेबुकदनेस्सरले, we threw 3 persons in the fire, हामीले तीन जनालाई आगोमा फालेको थियो, but I have seen 4 persons. तर मैले देख्दैछु चार जनालाई। He is like the Son of God. वो चाहिँ परमेश्वरको पुत्र हो। Before just was born in the flesh, जब त्यो शरीर भएर जन्म हुनुभन्दा अगाडि he took the shape of Son of God. वो चाहिँ परमेश्वरको पुत्र भएर आएको छ। He saved these three people. उनले चाहिँ यो तीन जनालाई चाहिँ बचाएको। The Son of God त्यो परमेश्वर became Jesus. यीशु भएर So आयो। Jesus said यीशुले भने in John chapter 10 verse 30, योना 10:30 मा, I म and साथ my heavenly Father मेरो स्वर्गको पिता एउटै हो, are one. एउटै हो, One person. एक व्यक्ति हो। That means Jesus said, I am God. त्यो मतलब म I am God. हो परमेश्वर। His body is called त्यो शरीरलाई the चाहिँ Son of God. परमेश्वरको पुत्र भन्छ। Whosoever have seen Jesus जसले यीशुलाई देखे भने have seen the Father. पितालाई देखेको छ, स्वर्गको पितालाई। And before Jesus was born, जब यीशु जन्मनुभन्दा अगाडि so God gave prophecy. परमेश्वरले आगमनी गरे। He sent his angel Gabriel. उहाँले स्वर्गदूत गब्रिएललाई पठायो। Before Jesus was born, यीशु जन्मनुभन्दा अगाडि Gabriel to Virgin Mary. त्यो भटुमानीलाई भने, Asa will be born to you. Asa will be born to you. म तपाईको द्वारा जन्म हुनेछ। Virgin Mary replied, त्यति बेला मेरीले यस्तो भने, I am a virgin. म त कुवारी हो, I am not married. म बिहा भएको छैन। How it will be happen? कसरी त्यस्तो कुरा हुन्छ? The angel said, स्वर्गदूतले भने, the Spirit of God परमेश्वरको आत्मा will come down from heaven. जो स्वर्गबाट आउँछ। God will come down with the Holy Spirit from heaven. परमेश्वरको आत्मा पवित्र आत्मा And will enter into your body. त्यहाँबाट तपाईको शरीरभित्र And will पस्नेछ। enter into your womb. त्यहाँबाट तपाईको कोखभित्र पस्नेछ। The child will be born. त तपाईँ जन्मनेछ। The king will be holy. त्यो कुरा चाहिँ त्यो पवित्र हुन्छ। He shall call his name Jesus. तपाईले त्यसको नाम चाहिँ यीशु खेलाउनेछ। So his name Jesus is Savior. उसको नाम यीशु मतलब उद्धार। There is nobody Savior त्यो अरू कोही छैन but God. तर परमेश्वर। So Jesus is God. त्यसले गर्दा यीशु चाहिँ प्रभु। Has meaning anointed one. त्यो मतलब अभिषेक व्यक्ति हो। He is the King of Kings, Lord of Lords. वो चाहिँ राजाको राजा। Jesus is God, intending God. और यीशु चाहिँ परमेश्वर He हो। is eternal God. वो चाहिँ हमेशाको निम्ति परमेश्वर हो। Hallelujah. हालेलुया। If you know truly हामीले सच्चै नै Jesus is Lord and God, He said, प्रभु हो परमेश्वर भनेर if you believe, यदि तपाईले विश्वास if गरे you भने, believe me, यदि तपाईले विश्वास गरे keep my भने, commandments. विश्वास गरो प्रभुको In वचन। John Gospel chapter 14, verse 15. जोन 14 को 15 मा भन्दैछ, If you believe, र यदि तपाईले विश्वास गरे भने, that means त्यो मतलब if you love me, त्यो मतलब तपाईले मलाई माया if you गर्नु। love me,
यदि तपाईले मलाई माया गर्यो भने keep my commandments. मेरो वचनलाई There are many commandments which Jesus gave to us. परमेश्वरले धेरै आज्ञा हामीलाई दिएको छ। Number one एक आज्ञा, commandment. एक आज्ञा, Ye love one another. तपाईले अर्कालाई विश्वास प्रेम गर। We in John Gospel chapter 13 verse 34. यूहन्ना 13 को 34 मा I give you a new commandment. म तपाईलाई नयाँ आदेश दिन्छु। Ye love one another. तिमीले अर्कालाई माया गर। And another great commandment is this. और दूसरा ठुलो आदेश ये हो। There are many commandments which Jesus gave to us. यीशुले विभिन्न थुप्रो आदेश हामीलाई दिएको छ। I will tell you. आज्ञा म भन्दैछु All the great commandment. और हाम्रो लागि ठुलो When we आज्ञा। read in Matthew chapter 20 verse 19. माथि 18 को 19 मा हामीले हेर्यो भने Therefore, go into the whole nation and make disciples to them. और उहाँलाई ठुलो आज्ञा दिएको छ, जाऊ और चेला बनाऊ। That means you preach the gospel to the nation, to the tribal people. जो मतलब तपाईले सबै जातिका सुसमाचार सुनाऊ। They are my people. त्यो चाहिँ मेरो व्यक्ति हो। I created them. मैले बनाएको मान्छे हो। I gave souls to them. मैले त्यो सास मुखे दिएको छ, आत्मा दिएको छ। I love their souls. म उहाँहरूको प्राणले माया गर्छु। Anybody a sinner, I don't like anybody a sinner go to hell. म चाहदिनँ पापीहरू स्वर्ग नरक जाऊ। I like to save them from the judgment and from the slavery of sin. म सबै नरक जानेलाई म बचाउन चाहन्छु। You preach the gospel to them. त्यसले गर्दा तिमी प्रचार गर So that they believe Jesus. ताकि यिनीहरूले प्रभुलाई So that they may be forgiven their sins. ताकि उनीहरू पाप क्षमा पाउनेछ। So that they may attain the eternal life. ताकि उनीहरूले अनन्त जीवन पाउनेछ। Lastly, अन्तमा when we read in John Gospel chapter 15, जब यूहन्ना 15 हामी पढ्छौँ in verse 16, 16 मा he said, what you say? यीशुले के भने? It is said to us, हामीलाई भन्दैछौ, ye have not chosen me, तपाईले मलाई but I have chosen you. तपाईले मलाई चुनेको छ। I have chosen him. He has chosen you. यदि यीशुले तपाईँलाई चुन्यो From भने the sinful life, त्यो पापदेखि, from the wicked world. त्यो कमजोर संसारदेखि Number one, एकमा if you come to Jesus, तपाईँ यीशुमा आए if भने you believe to Jesus, यदि तपाईँले यीशुलाई विश्वास गर्यो number भने one, एक गर्नु your sins are forgiven. तपाईको पाप क्षमा भएको छ। Number two, दूसरा you find eternal life. तपाईले अनन्त जीवन पाउनु भएको Number छ। four, तीसरामा you will go to heaven. तपाईँ स्वर्ग जानेछ। Number five, र पाँचमा you will get heavenly body. तपाईँ स्वर्गको शरीर Number पाउनुहुन्छ। six, 16मा you will become the sons and daughters of God. तपाईलाई चाहिँ परमेश्वरको सन्तान भनेर You will पुकार्छ। go to God the Father. तपाईँ पिता स्वर्गकोमा You जानुहुन्छ। will accept us sons and daughters. तपाईले परमेश्वरको पुत्रको तपाईले अधिकार Then you पाइन्छ। have the chance of the right, you have the chance of and the right of entering into heavenly kingdom, because heaven belongs to God, Jesus Christ. Jesus is our God. त्यसले गर्दा परमेश्वर चाहिँ उसकोमा अधिकार छ, जो स्वर्गको मालिक हो। त्यसले गर्दा यीशुको द्वारा हामी स्वर्ग हामी जान We पाउँछौँ। have no hope in this world. हामी यो संसारमा हामी आशा We have no hope in this world. संसारलाई हामी आशा छ। That Bible says, वचनले भनेछ 2 Peter chapter 3, verse 10 and 11. दोस्रो पत्रुसको 3 को 11 मा भने Because of human sin, किनभने मानिसको पापको कारण, because of human sin, मानिसको पापको कारण this world, this earth will be burned by fire. यो संसार चाहिँ आगोले फाल्नेछ। This person also will be burned by fire. यो सबैसँग संसार चाहिँ आगोले फाल्नेछ। Everything should be burned by fire. सबैले आगोले Crores of rupees will in the bank will be burned by fire. यो संसारमा करोड Your husband will be burned by fire. आगोमा बाल्नेछ, खतम हुनेछ। Everything should be burned by fire. संसारमा हुनेछ, Only sinners will be burned by fire. सबै कुरा आगोमा हुनेछ। Only those who believe in Jesus Christ, तर जो कोही ईश्वरलाई विश्वास गर्नुहुन्छ they will be saved उहाँहरूले बाँच्नेछ। from the burning of fire. यो आगोदेखि उहाँहरू बाँच्नेछ। Jesus is only our hope. यीशु केवल हो हाम्रो आशा। But the Bible says, तर प्रभुको वचनले भन्छ Matthew chapter 7, verse 21, माथि 7 को 21 मा those who call me Lord, Lord, जो कोही मलाई प्रभु प्रभु पुकार्छौ will not enter into the kingdom of God, उनले स्वर्गमा जाने but हक who हुँदैन। the will of the Father. जो कोही मेरो पिताको इच्छा गर्ने What is the will of the Father? और को हो तपाईको पिता? Number one, एक चाहिँ के हो? to believe Jesus. यीशुलाई विश्वास गर्ने। Number two, to obey to Jesus. दोस्रो चाहिँ यीशुको कुरा चाहिँ आज्ञा पालन To गर्ने। commit their lives to Jesus Christ. जो मतलब तपाईको जीवन चाहिँ यीशुलाई समर्पण To गर्छ। surrender their life to Jesus. त्यो तपाईको जीवन चाहिँ यीशुलाई समर्पण गर्छ Their lives should be written in the book of life. ताकि तपाईको नाम चाहिँ जीवनको पुस्तकमा लेखिनेछ। They have all rights of entering to heaven. और हामी चाहिँ अधिकार प्राप्त हुने सक्छौँ। These people of God will go to heaven. और परमेश्वरका सन्तान सबै स्वर्ग जानेछ। Jesus said, यीशुले भने "You have not chosen me. तपाईले मलाई चुनेको होइन, I have chosen you म तिमीलाई चुनेको छु। from the world, संसारदेखि मैले चुनेको छु। from your clans, और तपाईको परिवारदेखि, from your family, तपाईको संसारदेखि to be my people, मेरो मान्छे हुने to पनि be citizen of heaven. और स्वर्गको I have chosen you." स्वर्गको मानिस हुने पनि। Number two, दूसरा I ordain you. मैले तिमीलाई I अधिकार दिएको छु। You are my
king workers तपाईँ चाहिँ मेरो सन्तान हो to serve me, मेरो सेवा to गर्ने preach the gospel, प्रचार गरेको निम्ति to bring the lost, the blessing soul to bring to the kingdom of God. त्यो हराएको आत्मा चाहिँ स्वर्गमा लानेको निम्ति For this purpose, यो मकसद I chosen you तिमीलाई चुनेको छु and ordain you. त्यहाँ मलाई तिमीलाई अभिषेक गरेको छु You will believe Jesus. यदि तिमीले विश्वास गर्यो Number भने one question: एक सवाल did you give your Christian life into Jesus? या तपाईले आफ्नो जीवन येशूलाई समर्पण गरेको छ Number two question: दोस्रो सवाल will you obey for His mission? तपाई येशूको कामलाई तपाई आज्ञाकारी हुँदैछ He will bring your reward. येशूले तपाईलाई When He comes, He will bring your reward. जब येशू आउँदाखेरि येशूले हाम्रो निम्ति त्यो इनाम लिएर आउँदैछ When He comes, He will ask you questions. जब वो आयो भने उहाँले तपाईलाई सवाल He will गर्नेछ say to you, और येशूले तपाईलाई भन्नेछ I have chosen you. मैले तिमीलाई चुनेको छु I have chosen you. मैले तिमीलाई चुनेको छु I ordain you. म तिमीलाई अभिषेक गरेको I छु appoint you म तिमीलाई चुनेको छु to be my worker, तिमी मेरो काम गर्नेको निम्ति for my service, और तिमी मेरो सेवा गर्नेको निम्ति or for duty, और परमेश्वरको काम गर्नेको निम्ति what you will answer. और तपाईले के गर्नेछौ Those who say, I surrender to Jesus, और कसैले भन्नुहुन्छ म येशूलाई समर्पण गरेको छु I will obey Him. म उहाँको कुरा आज्ञामा पालन गर्छु Those who accept Him, और जसले येशूलाई स्वीकार गरेको छु Jesus is here as Holy Spirit. येशू पवित्र आत्मा तपाईको जीवनमा छ Those who accept Him, और जसले स्वीकार गरेको छु raise up your hands. I want to. और जसले येशूलाई स्वीकार गरेको छु Those तपाईको हात उठाउनुहोस् who surrender your life to Jesus, और कसैले मेरो जीवनमा प्रभुलाई समर्पण गरेको छु भने हात उठाउनुहोस् those who accept the command of Jesus to obey, to perform His mission, म येशूको आज्ञा पालन गर्छु भनेर समर्पण गरेको raise हात up your hands. I उठाउनुहोस् want to know तपाईको हात उठाउनु हामी हेर्न चाहन्छु मैले येशूलाई समर्पण गरेको छु मेरो जीवन भने हात उठाउनु सबैजना Hallelujah. हालेलुया God bless you. प्रभु आशीष दे तिमीलाई Hallelujah. 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 Glory be unto Him. ओ परमेश्वरको महिमा भयो Amen. आमेन